अनि यो लगातार फेरि के भइरहेछ भने हिउँ परिरहेछ। तपाईँ माथि जाने भए पनि होइन हाम्रो प्रहरीको युनिटलाई सोधेर मात्रै जाने माथि जस्तो अप्पर स्थान ती समस्याहरू आउन सक्छ, तपाईँलाई अप्ठ्यारो हुनसक्छ होइन, बिचमा बाटो ब्लक छ होइन, ती समस्याहरू आउन सक्छ। प्रहरीको युनिटलाई सोधेर हामी जान सक्छौँ भनेर यो चाहिँ तपाईँले जानकारी लिनु होला होइन। यसरी आफ्नो चाहिँ धेरै ख्याल गर्नु होला होइन। त्यसलाई चाहिँ र अब एकदम विशेष हिउँ परिरहेको हिउँ त्यो पनि ख्याल गर्नु होला तपाईँहरूले होइन। सबैभन्दा अब तपाईँको स्वास्थ्यभन्दा ठुलो त केही पनि छैन। अनि त्यसपछि अक्सिजन कमी छ, सबै कुराको ख्याल गर्नु परेको अब चिसो भएको कारणले हाई ओल्टेज पनि देखिन सक्छ होइन। त्यसलाई चाहिँ एकदमै ख्याल गर्नु होला तपाईँले है। अब जस्तै यो बोडी खाप्न भयो भने समस्याहरू आउँछ, झनै ठुलो समस्याहरू आयो हुन्छ होइन। यो अब बाटोको माथि अप्पर स्थान जाने त्यसलाई चाहिँ एकदमै जान सक्छु भनेर मुख्य रातमा पनि परिरहेको छ। बाइक राम्रोसँग चलाउनु होला, फेरि लड्किरहेको एक्सिडेन्ट धेरै कुरा हुन्छ, त्यसलाई चाहिँ एकदमै मध्यनजर राख्नु होला होइन। आफ्नो चाहिँ धेरै ख्याल गर्नु होला। त्यही भएर अब बाटोहरू लगभग सबै ठिकै छ, र पनि माथि हिउँ परेको कारणले गर्दाखेरि बिग्रिन सक्छ, एक्सिडेन्ट हुनसक्छ। बाटो अलि एकदम प्रब्लमहरू छ, त्यसलाई चाहिँ एकदमै ख्याल गर्नु होला होइन। आफ्नो धेरै ख्याल